मान्छे मन्त्री पाएन भनेर बौलार हिँडेछ अहिले को आशा त भन्नु न तपाईँ क्लियर गर्नु न तपाईले भन्दै सक्नुहुन्न तपाईले भन्दै मलाई सोध्दियो तपाईँलाई सोध्दिए यहाँ धेरै मान्छेहरू हिजो केही चाहिँदैन मलाई मन्त्री सन्त्री चाहिँदैन यो देश छ नि बनाइदिने मान्छे भयो त्यो मान्छेलाई म एकदम हात ढोकेर नमस्कार गर्छु त्यही मान्छे मन्त्री पाएन भनेर बौलार हिँडेछ अहिले देब्रे जुत्ता पनि लाएर हिँड्ने बेला भइसक्यो सेकेन्ड नाम भन्नुस् त नाम किन भन्ने तपाई भन्न सक्नुहुन्छ नाम भन्ने नाम के भन्नुस् न तपाईँ गएर सोध्नुहोस् म कोही पनि मन्त्रीमा पुगेका साथीहरूले तपाईँहरूले खुट्टा कमाउनु भयो भने यो देश फेरि दुर्घटनामा जाँदैछ त्यस कारणले कसैले खुट्टा कमाउनै पर्दैन कसैको डर धम्की त्रासमा हिँड्नुपर्छ भने क्या त्यो डर त्यो त्रास त्यो धम्की अस्ति सेप्टेम्बर 8बाट गइसकेको छ सबैको मनबाट हेर्नुहोस् त्यतिकै यहाँ आएको छैन तपाईँहरूले चाहिँ नाङ्गो खुकुरी सिरानीमा राखेर सुत्ने हामी लखेट्छौँ यस्ता कुराले हुन्छ ल आउनुहोस् लखेट्न तपाईलाई थाहा होला जेनजीको विद्रोहपछि यो आन्दोलनपछि हरेक आन्दोलनपछि तपाईलाई थाहा छ कि जाँचबुझ आयोग बन्छ उच्च स्तरीय न्यायिक जाँचबुझ आयोग बन्छ यो कार्की गौरी बहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन कहिले सार्वजनिक होला कहिले सरकारलाई सिफारिस गर्ला कारबाहीको लागि अब त्यो भन्दा पहिला